नमस्ते। सोच्नुस् त कस्तो हुन्थ्यो होला यदि कुनै पनि मनपर्ने तस्बिरलाई केही क्लिकमै भिडियोमा बदल्न सकियोस्, त्यो पनि 1 पैसा खर्च नगरी। आज हामी यस्तै एउटा गजबको मेटा एआई टुलको बारेमा कुरा गर्दैछौँ। ल सुरु गरौँ है त। एआई भिडियो बनाउने कुरा आउने बित्तिकै दिमागमा खर्चको कुरा आउँछ हैन? तर के साँच्चै राम्रो क्वालिटीको एआई भिडियोहरू सित्तैमा बनाउन सम्भव होला त? र यसको जवाब हो, बिल्कुल सम्भव छ। यो टुलको सबैभन्दा गजबको कुरा नै यही हो। जति मन लाग्यो त्यति तस्बिर अनि भिडियोहरू बनाउन सकिन्छ, त्यो पनि एकदमै निशुल्क। आज हामी यो टुलको निशुल्क सुविधादेखि लिएर कसरी अकाउन्ट बनाउने, तस्बिरबाट भिडियो कसरी बनाउने, त्यसलाई अझै राम्रो कसरी बनाउने र यसका भविष्यका सम्भावनाहरू के छन् भनेर सरर हेर्नेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, एउटा निशुल्क एआई भिडियो टुल। आखिर मेटा एआईलाई के कुराले यति खास बनाउँछ त? हेरौँ है त। एकछिन कल्पना गरौँ त, जति मन लाग्यो त्यति तस्बिर र भिडियो बनाउन पाइयोस्, बनेको भिडियोलाई लामो बनाउन, त्यसको पुरै स्टाइल नै परिवर्तन गर्न, अनि त्यसमा सङ्गीत पनि थप्न पाइयोस्, र सबैभन्दा राम्रो कुरा के हो थाहा छ? यी सबै सुविधाहरू 1 पैसा नतिरी एकदमै निशुल्क छन्। दोस्रो खण्ड, मेटा एआईमा सुरु गर्दै। ल अब सिद्धान्तको कुरा छोडेर यो टुललाई साँच्चीकै कसरी चलाउने भनेर हेरौँ। यसमा लगइन गर्ने प्रक्रिया एकदमै सजिलो छ। गुगलमा मेटा एआई खोजेर पहिलो वेबसाइट खोल्नुहोस्। त्यसपछि लगइन बटनमा क्लिक गरेर आफ्नो इमेल ठेगाना प्रयोग गर्नुपर्छ। इमेलमा एउटा कोड आउँछ, त्यो कोड हाल्ने बित्तिकै अकाउन्ट तयार। तेस्रो खण्ड, विचारदेखि तस्बिरसम्म। अब कुनै पनि भिडियोको जग भनेको त एउटा राम्रो तस्बिर हो। अब हामी आफ्नो कल्पनालाई कसरी एउटा सुन्दर तस्बिरमा बदल्ने भनेर हेर्नेछौँ। यो एउटा राम्रो उदाहरण हो। हेरौँ त, फूल छोएर मुस्कुराइरहेकी केटी जस्तो सरल निर्देशनले पनि कति जीवन्त तस्बिर बनाउन सकिन्छ। अनि गजबको कुरा के हो भने यो प्रक्रिया एकदमै छिटो छ। केही सेकेन्डभित्रै एआईले 4वटा फरक विकल्प दिन्छ। त्यसपछि भिडियो बनाउनको लागि आफूलाई सबैभन्दा मन परेको एउटा छान्ने। चौथो खण्ड, सिर्जनालाई जीवन्त बनाउँदै। ल अब हामी सबैभन्दा रमाइलो भागमा आइपुग्यौं, त्यो स्थिर तस्बिरमा ज्यान भर्ने, अर्थात् त्यसलाई चलायमान बनाउने। यहाँ 2वटा विकल्प छन्। एनिमेटमा क्लिक गर्यो भने एआईले आफै सोचेर जादु देखाउँछ। तर यदि भिडियोलाई आफ्नो इच्छाअनुसार चलाउन मन छ भने कस्टम एनिमेट प्रयोग गरेर के गर्ने भनेर निर्देशन पनि दिन सकिन्छ। 5औं खण्ड, भिडियोलाई परिष्कृत गर्दै। भिडियो बनिसकेपछि पनि काम सकिएको छैन है? यसलाई अझै निखार्न र गजब बनाउन सकिने धेरै तरिकाहरू छन्। अब हामी तीनै तरिकाहरू हेर्नेछौँ। सुरुमा एआईले बनाउने भिडियो सामान्यतया 5 सेकेन्डको हुन्छ। तर के यसलाई लामो बनाउन सकिन्छ त? पक्कै सकिन्छ। त्यसकै लागि त छ एक्सटेन्ड एनिमेसन, अर्थात् एनिमेसन विस्तार गर्ने सुविधा। यो सुविधा प्रयोग गर्ने बित्तिकै 5 सेकेन्डको भिडियो सिधै 9 सेकेन्डको भइहाल्छ। र यो बटन जति पटक थिच्यो भिडियो त्यति नै लामो हुँदै जान्छ। कति सजिलो हैन त? भिडियो लामो बनाउने मात्र होइन, यसमा मनपर्ने सङ्गीत थप्न सकिन्छ, क्लाउड जस्तो फरक स्टाइल दिएर यसको पुरै रूप नै बदल्न सकिन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नै मोबाइल वा कम्प्युटरमा भएको कुनै पनि तस्बिरलाई जीवन्त बनाउन सकिन्छ। 6औं खण्ड, भविष्यका सम्भावनाहरू। ल अब अन्त्यमा यो टुलको शक्तिलाई सारमा हेरौँ र सोचौँ कि यसबाट हामी अरू के गर्न सक्छौँ। भनेपछि यो टुलले के देखायो भन्दा, अब रचनात्मक हुनको लागि कुनै महँगो सफ्टवेयर वा उपकरण नै चाहिँदैन। असीमित तस्बिर र भिडियो बनाउने शक्ति अब साँच्चै सबैको पहुँचमा छ। र यो टुलको प्रयोग तस्बिर एनिमेसनमा मात्र सीमित छैन। यसबाट त कार्टुन भिडियोहरू पनि बनाउन सकिन्छ। यदि कार्टुन बनाउने तरिका जान्न मन छ भने यो टुल आफैले चलाएर हेर्नुहोला। सबैको रचनात्मक यात्राको लागि शुभकामना।